हेलो एभ्रिवान, आज मेरो डे 15 अफ कट। मेरो मर्निङ वेट चाहिँ आज 66.15 केजी रहेछ। आज चाहिँ मेरो पुल डे थियो र पुल डेमा मैले ब्याक, बाइसेप र फोरआर्म गरेँ है। अनि आज चाहिँ मैले त्यही लो भोल्युम, हाई इन्टेन्सिटी र मिडियम रेप्स गरेँ, मसल प्रिजर्भ गर्नको लागि मात्रै। मैले चाहिँ इन्टेन्सनली भोल्युम थोरै राखेको कारण चाहिँ के हो भने कटको बेला चाहिँ हाम्रो जस्तो रिकभरी चाहिँ राम्रोसँग हुँदैन है, त्यो भएको कारणले हो। र मेरो डिफिसिट पनि अलि एग्रेसिभ नै छ है त। आज चाहिँ मलाई एकदमै लो फिल भइरहेको थियो किनभने म अब 10% आइसकेँ र यतिखेर चाहिँ यस्तै नै फिल हुन्छ है। भए पनि मैले आफ्नो वर्कआउट सकेँ र पोजिङ सोजिङ गरेँ है त। ल, आजको अपडेट चाहिँ यति नै हो। स्टे ट्युन फर डे 16। ह्याभ अ ग्रेट डे है त। बाई।